नमस्ते साथीहरु ओरिजिनल रुडदाछी यस्तो हुन्छ देख्न सक्नुहुन्छ यो पाँच मुखे रुडदाछीको दानाहरु यो पाँच मुखे हो 1 2 3 4 5 मुखे रुडदाछी यसरी हुन्छ अनि कोही 6 मुखे कोही 7 मुखे 8 मुखे 14 मुखे 22 मुखे समेत हुँदो रहेछ यो प्राय सो 5 मुखे रुडदाछी हो यो देख्न सक्नुहुन्छ यो नापेर यसरी नापिन्छ यो केली पर यो नाप्ने हो यो 17 mm को 17 mm को छ 17 mm मैले छानेर राखिरहेको छु साथीहरु यो ठिक 17 mm अनि यो ठुलो छ 20 mm अनि यसरी राखिरहेको छु साथीहरु यसरी केली पर यो नाप्ने यो कति mm को छ भनेर यसले सूत्र 1 mm यो धर्का लागिरहेको छ 1 2 3 4 5 10 mm 20 mm 30 40 यसरी देख्न सक्नुहुन्छ यो mm को हो यो मा धर्का गरेको छ 17 mm को यो मैले फिट गरेर राखेको छु साथीहरु यो चाहिँ यो 17 mm को यो सेट हो यो खोल्नको लागि यसरी यहाँ यो खोल्नको लागि प्रयोग गरिएको छ यो खोल्ने हो यो यस्तो चाहिँ यो चाहिँ यो बसल्ने यो तपाईहरुको यो यसलाई सेट गर्नुपर्ने हो यो ओरिजिनल यो यसको दाना यस्तो हुन्छ योलाई खुर्केर तपाईहरुको यसलाई पुरै छिलेपछि यस्तो निस्किन्छ यो माला बनाइसकेको 108 दानाको माला यो 108 दानाको देख्न सक्नुहुन्छ 108 दानाको माला 108 दानाको यति लामो हुन्छ यो 108 दानाको माला 108 दानाको प्योर रुद्राक्षी खोलेर ओरिजिनल रुद्राक्षी मध्ये यो हुन्छ यो 108 दानाको माला हो यो 108 दानाको बनाउँदैछु मैले यो देख्नु साथीहरु 108 दानाको यो नाप्ने कसरी नाप्दिन्छ र यो सबैभन्दा सानो 8 mm 9 mm को यो अलि महँगो जान्छ भनिन्छ यो 17 mm को मैले देखाइरहेको छु यो 17 mm ठीक 17 mm को यो सेट गरिरहेको छु साथीहरु फिट 17 mm को यो यसलाई यो माथि लक भइरहेको छ यो यता जति सानो त्यति नै यो देख्न सक्नुहुन्छ यो पनि 17 mm कै 16 mm यो 16 mm यो 20 mm 20 mm यो 16 mm
14 mm, यो पनि 20 mm, 20 mm भन्दा ठुलो छैन, यो पनि 20 mm, 20 mm। लास्ट सानो भनेको 15 mm, एकदम सानो भनेको 15 mm को छ। लास्ट भनेको 15 mm, 14 mm, 14 mm को छ। लास्ट सानो, योभन्दा सानो छैन। यो खुल्ने, यो यसरी खुलिन्छ, ओरिजिनलमा हो यो, यसरी लाई हुन्छ, यो यसरी खुलिन्छ। खुल्ने तरिका यसरी, यसरी खुलिन्छ। ओरिजिनलमा हो है, यो ओरिजिनल राछुमा ओरिजिनल उर्दाची 5 मुखी। यो रातो धागोमा उइनिनुपर्छ, रातो, यसमा यसरी उइनिने हो, यसरी हुन्छ साथीहरु, यो उइनिने तरिका। यसरी उइनिनुपर्छ, रातो हुन्छ। यो भर्खरै खुलिरहेको उल्टो सुल्टो बनाउनु हुँदैन, यो चाहिँ जतामाथि खुलेको छ बनाउनुपर्छ साथीहरु। 6 मुखी यस्तो हुन्छ साथीहरु, देख्न सक्नुहुन्छ। 6 मुखको 1 2 3 4 5 6 मुख। एक 2 3 4 5 6 मुखी रुद्राक्षी यस्तो हुन्छ है साथीहरु। 6 मुख भेटेको छु, यो पनि देख्न सक्नुहुन्छ। 1 2 3 4 5 6 मुख। 1 2 3 4 5 6 यस्तो हुन्छ है त, 6 मुख। यो 4 मुख, 1 2 3 4 फरस गरेको छ, यसरी प्लस गरेको 4 मुख। 1 2 3 4 देख्न
हुन्छ 1 2 3 4 प्लस 1 2 3 4 मुखी है त 1 2 3 4 प्लस करेगा हुन्छ 4 मुख 1 2 3 4 4 मुखी यस्तो हुन्छ है 4 मुखी 6 मुखी 5 मुखी देखाएँ है त अच्छा यिनीमा पनि हुन सक्छ 5 1 2 3 4 5 1 2 3 4 5 मुखी देखिन्छ है त 5 मुखी यो माला बुन्ने तरिका यसरी हस् त धन्यवाद हो गाइस ल भन्दै अब बिदा हुन्छु हस् त धन्यवाद ओरिजिनल यस्तो हुन्छ नझुक्किनु होला है त रुद्राक्षी प्योर रुद्राक्षी यस्तो हुन्छ योलाई कोट्याएर यसरी बनाउने है त